कति खुसी भएछ कि आज दुईटा सानोहरू आमा हजुर बुवा हजुर गाउँबाट आउनुभएको नि त अनि साथसाथै लोकल चामलहरू पनि लिएर आउनु भएको छ आमा हजुर गाडी ल्याएर बसिरहनु भएको छ उनीहरू सामान खोल्न सुरु गर्यो खुसी हुँदै सामान खोल्न सुरु भयो सुरु भयो लोकल कुखुरा हो तीनटा होइछ अलमोस्ट ल ठिक छ ल के छ जिका पिठो होला सायद मकैको पिठो सायद यो खै भोटमा ए छ त काटेर राख्नु त खुसी हुँदै हेर न सेल बनाउनका लागि चामलको पिठो आयो गाइस सेल बनाउन चामलको पिठो चामलको पिठो के हो त आलु होला पक्कै पनि भुइँमा राख्नु आलु है गाइस यो यो के हो छुटाउ छुटाउ पेस्टको पात प्याज काँचो प्याज उता राख्नु अब अरू यो के हो ओ माइ गॉड फापरको साग हो नि यो पसिनाले पुरै यो भइसक्यो यसरी राख्नु मम्मी कटर छ हो कुबिन्डो पहिला मेन कुरा कुबिन्डो जहिले राख्नु त कुबिन्डो सेतै हुन्छ सानो यो के हो पक्कै कटर होला यो चाहिँ तरुल रहेछ ल कटर पनि छ यसमा सानो खुसी पकाउनु पर्छ है यो पाके हो गयो होइन नि है ठिक छ लोकल हो चाहिँ भए पनि राम्रै हुन्छ कि ल कसलाई मनपर्छ तरकारी ल ठिक छ राख्नु त ल यहाँ ल सबै जग्गा यहाँ राख्नु त ल राख्नु एउटा बिग्रेछ के रहेछ अब अदुवा उ त्यहाँनिर उयो के छ बुवा ए हस् ए के रहेछ तरुल यसपालि पिँडालु हाटेन अहिले आइपुगेछ यो पिँडालु के लु राख्नु त बनायो बुवा हजुरको यो के हो ल गर्नु न यस्तो गर्नु मकै ओलेको मकै सानो हजुरको फेभरेट अनि यहाँ हरियो मकै छ गाइस हरियो मकै ठुलमा उनले थ्याङ्क यू ठुलमाले पठाउनु भइसक्यो हरियो मकै अब मेन कुरा के आछ के अझै मेन थरी सबै यहाँ झिक्दै के त के त मेन दे पैसाले गर्छ पैसाले गर्छ हुन्छ बल्ल सानो दिसो सबैलाई दिसो ल कति बेर लाग्छ हो बुवाहरुको बानी जहिले डर हुन्छ कस्तो सानो मकै मिठो बुवा हजुर आमा त सुत्नु भएको बिराम भएन पुरै रमाइलो भएर बुवा ओहो अलि बिस्तारी के छ खै यस्तो पुरै फर्काउनु न हजुर आउँदै आउँदैन च्याख्ला पिठो के हो थाहा छैन होइन त्यस्तै वाउ कस्तो राम्रो यार मम्मी च्याख्लासँग के मिसाउनु भएको यहाँ के हो पोका पिठो हो कस्तो राम्रो च्याख्ला रहेछ यार हजुर यहाँ देखाउनु ए दुध तता हो कि नतता हो मम्मी हो तता हो फ्रिजमा राख्नु जम्छ अब दही बन्छ ल ठिक छ राम्रोसँग तताइसक्यो यता खोल्नु के हो तर घी कहिले आउनु ल हजुर के रहेछ चामल लोकल चामल राख्नु चामल राख्नु उता राख्नु चामल त्यसरी खानु हुँदैन मङ्कीले खाँदैछ छोडाएर खाइसक्यो हजुरले छोडाएर खानु छोडाएर के लिएर आएको छ हजुरले फेरि ठुलोमामा हजुरको लागि हो ए त्यहाँ माथि नराख्नु कुचिन्छ उता राख्नु उता त्यो मामा हजुरको लागि हो चाहिँ उता राख्नु यहाँ हेर न मस्याम पनि रहेछ मस्याम ल्याउनु भएको रहेछ त रहेछ त भएकै चामल त राख्नु उयो खोल्नु त ल आज बुवा मम्मी र गाउँको सामान आइपुग्यो भुटेको मकै त बाँकी नै छ त हजुर भुटेको मकै ए भुटेको मकै पनि छ मम्मी उठ्नु भयो हजुर भुटेको मकै यही भित्र छ सुनेर बाँच्नु अब है ल भयो राख्नु त हो त्यहाँ राख्नु अब यो के खोल्नु हेरौँ
आलु पोटेटो पोटाटो ल भाइ वन पोटाटो पोटाटो नि त यहाँ पो छ चाहिने कुरा उता राख्ने फ्रिजमा राखिहाल्नु पर्ने सबै यो चाहिँ कटर अहिलेको सिजन सादा गर्थ्यो कसलाई मनपर्छ कटर है गाइजहरू ए ठुलै रहेछ नि मम्मी छैन भन्नुहुन्थ्यो हजुरले रहेछ यस्तै हो फर्सी काटेर यो चाहिँ हरियो मकै होइन सुकेछ यता चाहिँ पोलेको मकै छ गाग्रीमा थियो माई गड हजुर त्यसमा पानी हालेर भरि पार अनि खाऊ त्यही हो खाऊ केमा मम्मी ए हुन्छ भइहाल्यो नि त काँचो केरा गाउँको लोकल कुबिन्डो फापरको साग होइन यो चाहिँ औषधिको लागि ल्याइदिनु भएको मेरो बुवा हजुरले मलाई यो पहेँलो बेसार होइन तेल बनाउनुपर्छ अब यो चाहिँ हरियो प्याज फाइनली यति हो नि त छोरो हजुर बोटमा छ तिते फापर साग चाहिँ छ ए पिठो उति झोलामा हो यही होला अनि खानु रे त ल मकै रोटेट खानु ल बाई बाई हेर्नु मात्रै रमाइलो खानु छ त यस्तै हो खानलाई पनि छ त बुवा यस्तै ल